अनि यो थाहा छ है आज चाहिँ हामी चाहिँ लगभग चाहिँ अब येशू ख्रीष्ट चाहिँ हाम्रो मुक्ति उद्धारको निम्ति जानको लागि चाहिँ तयारी भइसक्नु भएको छ। उहाँले आफ्नो कामहरू अलमोस्ट फिनिस गरिसक्नु भएको छ। यो चाहिँ अन्तिम हप्ता प्यासन विक अनि हामी सबले धेरैचोटि सुनेका छौँ विभिन्नचोटि। अनि आजको यो झल्को चाहिँ म तपाईँहरूलाई किन देखाएको हुन्छु, कतिचोटि चाहिँ हामी चाहिँ मरेर लाने के हो भन्ने कुराहरू सुन्छौँ नि होइन। अनि कतिचोटि हामीले चाहिँ हामीलाई परमेश्वरको जन यूहन्ना प्रेरित यूहन्ना अथवा चेलाले भनौँ, उहाँले चाहिँ एउटा झल्को दिनुभएछ स्वर्गमा। अनि त्यो स्वर्गमा चाहिँ कस्तो गरी हामी चाहिँ परमेश्वरको सेवा गर्छौँ भन्ने कुरा चाहिँ प्रकाशको पुस्तकमा लेखिएको छ। अनि आज यस बिहान चाहिँ तपाईँहरूलाई चाहिँ त्यो झल्को दिनको लागि मात्रै यो गरिएको। अनि के लेखेको रहेछ है त प्रकाश यो 5-7तिर छ। तपाईँहरूले धेरैचोटि सुन्नुभएको छ होला 1,44,000 त्यो यहूदा इजरायलीहरूको 12 कुलको 12,000। अनि त्यसपछि चाहिँ बाँकी चाहिँ हामी छौँ। यो चाहिँ प्रकाश 7 अध्यायतिर छ। अनि यहाँ चाहिँ हेऱ्यो भने 1,44,000 माथि मोहर भने चाहिँ त्यसपछि चाहिँ 7 अध्यायको 8 पदमा हेऱ्यो भने त्यहाँ सेतो वस्त्र लगाएको ठुलो भिड, त्यसपछि कुनै मानिसले गर्न नसकिने एउटा ठुलो भिड। यो चाहिँ त्यो 1,44,000लाई छोडेर है अब हामीहरू स्वर्गमा चाहिँ यूहन्नाले देख्नुभएको दर्शनको कुरा यहाँ छ है, जुन चाहिँ हुन आउने कुराहरू चाहिँ। यसपछि कुनै मानिसले गर्न नसक्ने एउटा ठुलो भिड जो हरेक जाति सबै कुलहरू मानिसहरू र भाषा बोल्नेबाट थियो, सेतो पोसाक पहिरेर हातमा खजुरको हाँगा लिई सिंहासन र थुमाको सामुन्ने उभिरहेको मैले देखेँ। अनि यही झल्को चाहिँ आज तपाईँलाई दिन्छ। कुनै समयमा चाहिँ हामी चाहिँ स्वर्ग पनि हातमा हामीसँग केही नहुँदो रहेछ, हाम्रो धन सम्पत्ति केही नहुँदो, यही एउटा चाहिँ खजुर भने चाहिँ अझ खजुरलाई हामी के हुन्छ डेट्स, त्यो के अरे नेपालीमा के छ अरे त्यसलाई डेट्सलाई के भन्छ छोडा भन्छ नि के भन्छ नि। अनि पाम्स विभिन्न खालको किसिमको हुन्छ त्यस्तै यहाँ चाहिँ खजुरको भन्ने छ। तर लगभग यही हो, विभिन्न नरिवेलको पाम यो त्यो लिप्सहरूलाई त्यो जनाउँछ होइन। अनि आज चाहिँ त्यही झल्को चाहिँ तपाईँहरूलाई दिन्छ। अनि कुनै बिन्दा हामी पनि यसरी नै परमेश्वरको अगाडि यूहन्नाले देख्नुभएको प्रकाशमा चाहिँ सम्मिलित हुन सकौँ होइन। उनीहरूले के गर्छ, केही छैन, सेतो कपडा लागेको छ, अर्को के छ भएको भनेको यही एउटा चाहिँ के छ खजुरको हाँगा अथवा पाम्सको लिफ भन्ने कुराहरू हामी देख्छौँ त्यही झल्को दिनलाई। अनि यस हामी चाहिँ फेरि आजको यो घटना हेर्दाखेरि विशेष त तपाईँहरू मसँग चाहिँ मर्कुसको सुसमाचार 11 अध्यायमा आउनुहुन्छ। अनि तपाईँहरूसँग कतिजनासँग बाइबल छ भने चाहिँ मलाई सहयोग गरिदिन सक्नुहुन्छ। अनि कतिजना एपमै छ भने पनि ठिक छ है। बाइबल भएकोले चाहिँ तपाईँहरू चाहिँ आजको समय परमेश्वरको वचन बाँडिन्जेलसम्म चाहिँ कोही चाहिँ यूहन्नाको सुसमाचारमा, कोही चाहिँ लुकाकोमा, कोही चाहिँ मत्तीकोमा बसिदिन सक्नुहुन्छ है त्यो चाँडो हुनको लागि। तर यति फेर चाहिँ मर्कुसको 11 अध्यायमा चाहिँ हामी हेर्नेछौँ। यो चाहिँ खण्ड छ आज। अनि यो खण्ड धेरै हेर्दाचोटि मैले प्रायः चाहिँ परमेश्वरले मलाई झल्को दिनु हुने भनेको चाहिँ पढ्दै जाँदाखेरि चाहिँ के टपिक बनाउनु भने, किनकि टपिक भन्यो भने त्यो कुराहरूलाई रिमेम्बर गर्न सजिलो हुन्छ के बोलिएको रहेछ भनेर। अनि आजको विषय परमेश्वरबाट के लिएर आउने भन्दा चाहिँ धेरै कुरा आयो। घरि चाहिँ पात मात्र कि भन्ने, किनकि त्यही कुराहरू हामी देखाउँछौँ नि त्यहाँ हरियो पात मात्रै भएको कुरा। अनि यसो हेर्दै जाँदा चाहिँ यहाँ हेऱ्यो भने चाहिँ आजको वचनको विषय चाहिँ अथवा शीर्षक हेऱ्यो भने असल राजालाई झुटो प्रशंसा। हामी भनौँ त असल राजालाई झुटो प्रशंसा। आज हामी त्यही कुराहरू देख्छौँ है। एउटा राजा असल हुन्छ तर चाहिँ प्रशंसा त्यहाँ झुटो भइरहेको कुराहरू देख्छौँ हामी मोटामोटी हेर्नेछौँ। अनि यहाँ चाहिँ धेरैचोटि सुनिरहेको भएको कारणले यहीँको चाहिँ यसलाई चाहिँ इन्टरप्रेट उल्था गर्नुभन्दा पनि केही कुराहरू मात्र हामी हेर्नेछौँ। अनि विशेष त हेऱ्यो भने यहाँ चाहिँ जब उहाँहरू यरुसलेमको नजिक जैतुन डाँडाको छेउमा बेथफागे र बेथनिया भन्ने ठाउँमा आइपुग्नु भयो, तब उहाँले आफ्नो चेलाहरूमध्ये 2 जनालाई यसो भनेर पठाउनु भयो। अनि यही घटना चाहिँ हामी हेर्छौँ भने चाहिँ कहाँ छ, 4वटै सुसमाचारमा छ है। यो चाहिँ एकदम महत्त्वपूर्ण घटना हो। अनि त्यस कारणले यो र अनि 5,000लाई खुवाउनु भएको हेर्छौँ भने यो त 4वटै सुसमाचारमा छ। अनि विशेष त हेऱ्यो भने हामी यो हप्तालाई के भन्छ पास ओभर विक पनि भन्ने कुराहरू। अनि यो अहिलेसम्म हामी यो पढिन्जेलसम्म जब येशू ख्रीष्ट चाहिँ कल्भरी क्रुसमा गएर मर्नु भएन त्यहाँसम्म हेर्ने नि पुरानै नियम छ है। अनि जब उहाँ मरेर मन्दिरको पर्दा च्यात्यो त्यसपछि चाहिँ त्यो नावस अथवा होली अफ होलिज त्यो ठाउँ चाहिँ पस्ने चाहिँ सबैलाई चाहिँ के भयो, एक्सेस भयो होइन, त्यहाँ अनुमति पाए। त्योभन्दा पहिला चाहिँ प्रधान पुजारीले भन्दा पहिला पाउँथेन। त्यसकारण त्यहाँबाट मात्र चाहिँ गरिएको छ सबैलाई। तर चेलाहरूलाई चाहिँ प्रभु भोज खाँदाखेरि गरिएको कुरा यो मेरो शरीर यो रगत तिमीहरूको नयाँ करार हो भन्ने कुराहरू हामी त्यस्तो पाउँछौँ नि त्यहाँ। त्योभन्दा अगाडि सबै पुरानो नियमकै कुराहरू आएछन्। यतिखेर चाहिँ पेसन विकमा चाहिँ हाम्रो लागि पेसन विक
तर त्यतिखेरको लागि चाहिँ पास ओभरै हो है। अनि किनकि यहुदा भन्दा पनि विशेष गरिकन इजरायलीहरूलाई हेर्छ नि, इजरायलीहरूको धेरै चाडहरूमध्ये 3वटा चाहिँ महत्त्वपूर्ण चाडहरू हुन्थ्यो। अनि त्यसमा चाहिँ हामी देख्छौँ एउटा चाहिँ यही पास ओभर हो, किनकि यहुदी कसरी परमेश्वरले चाहिँ इजरायललाई मिश्र देशको दासत्वबाट ल्याउनु भयो अनि कसरी उनीहरूको चाहिँ जेठा सन्तानलाई चाहिँ बचाउनु भयो, त्यो मृत्यु चाहिँ नागेर गएको भन्ने हामी त्यो सम्झ्यौँ। त्यसैले यो सम्झनामा यिनीहरूको चाहिँ एकदम ठुलो चाडको रूपमा यो मनाउँथ्यो 7 दिन 8 दिन। अनि त्यसपछि अर्को हेर्ने भने चाहिँ यिनीहरूलाई चाहिँ मोसालाई परमेश्वरले के अरे 10 आज्ञा दिनुभएको होइन, त्यसलाई चाहिँ साबोत साताहरूको चाड भनेको कुराहरू हामी थाहा पाउँछौँ। त्यसपछि चाहिँ 50औँ दिन पेन्तिकोस, त्यो दिन चाहिँ हेऱ्यो भने चाहिँ के भयो सुखोत, सुक्खा भनेको चाहिँ त्यो टेन्ट हुन्छ नि, पाल तम्बु भन्ने हामीले सुन्छौँ, त्यो तम्बु धेरैहरू अथवा बुध भएर सुकोत भन्ने यो 3टा फेस्टिभल चाहिँ एकदमै महत्त्वपूर्ण तरिकाले हेर्ने कुराहरू हामी देख्छौँ। त्यसमध्ये चाहिँ पास ओभर, अनि पास ओभरमा चाहिँ चाहिने मुख्य चिज भनेको के हो? थुमा हो है। अब यहाँ हेऱ्यो भने यूहन्नाको सुसमाचारलाई हेर्ने भने यूहन्नाले अब निस्तार चाड हुनु 6 दिन अघि यसो कहाँ आउनुभयो होइन, बेथनियातिर आएको कुराहरू, लाजरसको, मार्था मरियम अनि सिमोनको यिनीहरूको घरमा आउनुभएको कुराहरू हामी थाहा पाउँछौँ। अनि यो किन यूहन्नाले चाहिँ प्रष्ट लेख्नु 6 दिन निस्तार चाडको 6 दिन अघि किन आउनुभएको छ भन्ने लेख्यो भने 6 दिन पछिको भोलिपल्ट भनेको 5 दिन भयो होइन। अनि चाहिँ निस्तार चाड हेर्ने हो भने चाहिँ व्यवस्थामा हेऱ्यो भने चाहिँ निस्तार चाड विशेष त पहिलो महिनाको 15औँ तारिकमा बनाउनु पर्ने चाहिँ निस्तार चाहिँ दिएको छ। यो अलिकति म त पढ्न चाहेँ, यो चाहिँ विशेष त प्रस्थानको 12 अध्यायमा चाहिँ निस्तार चाडको स्थापना भन्ने लेखेको छ। मिश्र देशमा परमप्रभुले मोसा र हारूनलाई भन्नुभयो, यो महिना चाहिँ तिमीहरूको निम्ति महिनाहरूको सुरु वर्षको पहिलो महिना हुनेछ। त्यस 4 पढे, कसैको घरमा एउटा पाठोको लागि मानिस थोरै भयो, त्यसले आफ्नो घरको नजिकको छिमेकीसँग मानिसहरूको गन्तीअनुसार मिलोस्। 5 तिमीहरूको पाठो खोटरहित होस्। 6 त्यो तिमीहरूले त्यस महिनाको 14 दिनसम्म राख्नु। अझै मैले 5 पढेँ, तिमीहरूको पाठो खोटरहित होस्। 1 वर्षको पाठो तिमीहरूले त्यो भेडा अथवा बाख्राबाट लिनु, त्यो तिमीहरूले त्यस महिनाको 14 दिनसम्म राख्नु र इजरायलको समुदायको सबै मानिसहरूले त्यो बेलुपखी मारुन्। 10औँ दिनमा चाहिँ चुज गर्नुपर्ने, त्यो अब भोलि निस्तार चाड भोलि नै होइन, 10औँ दिनमा चाहिँ कुनलाई होला, किनकि त्यो चुज गरेपछि मन्दिरमा लगेपछि मन्दिरको पुजारीहरू अब त्यहाँ हेर्नेहरूले चाहिँ यो छ यो छैन यो भनेपछि पास भएपछि बल्ल। अनि आज जब यरुशलेममा जब यो विभिन्न मानिसहरूलाई लिएर होसन्ना गाउँदै जाने बेलामा चाहिँ यो चाहिँ 10औँ दिन हो। अनि जब यसो गइराख्नु भन्दा यूहन्नाले आफ्नो चेलाहरूलाई भन्थ्यो नि, ऊ हेर त के संसारको पाप उठाइला नि थुमा। त्यस्तै आज चाहिँ यो भएको छ, यो चाहिँ यतिखेर चाहिँ माथिबाट परमेश्वरले चाहिँ अगाडि स्वर्गदूतहरूलाई हेरेर परमेश्वरको आज मैले चुनेको थुमा भनेर देखाउनको लागि थियो। अनि यो चाहिँ पुरै येशू ख्रीष्टले चाहिँ हामी पछि हेऱ्यो भने चाहिँ त्यहाँ उनीहरूले होसन्ना गरेको कुराहरू अनि पुरानो जकरियाले भन्नुभएको भाव अगमबाणीहरू मिलेको त्यति मात्र मिलेको छैन, व्यवस्थालाई पनि पुरा गरिएको होइन। किनकि येशू ख्रीष्टले भने चाहिँ व्यवस्था भङ्ग गर्नु होइन, पुरा गर्न आउनुभएको, उहाँले कुनै पनि भङ्ग गर्नुभएको छैन। तर व्यवस्थालाई देखाएर चाहिँ धेरै कुराहरू परमेश्वरको अगाडि जान बन्देज गराउनेहरू कुरालाई मात्रै उहाँले तोड्न खोज्नुभएको। यसैले चाहिँ व्यवस्थालाई प्रस्थानको 12 अध्यायमा हेर्नु त्यो कसरी दिएको थियो। 10औँ दिनमा चुन्नी कुल्लानी हो, अनि 14औँ दिनमा चाहिँ त्यसलाई चाहिँ बलि गर्ने। अनि 14 दिनबाट हाम्रो निम्ति चाहिँ जस्तो बिहिबार हुन्छ भने उनीहरूको लागि शुक्रबार धेरैचोटि हामीले सुनेको छौँ, किनकि घाम अस्ताएबाट घाम अस्ताइन्जेलसम्म 1 दिन भने बिहिबारको पहिलो साँझबाट भोलिको शुक्रबारको साँझ तिनीहरूको लागि चाहिँ निस्तार चाड हुन्थ्यो। अनि त्यही कुरो कारणले गर्दाखेरि चाहिँ यहाँ येशू ख्रीष्टले चाहिँ अब परमेश्वरको थुमा भएर चाहिँ त्यो उसतिर जानु, मन्दिरतिर यरुशलेमतिर जानुभएको कुराहरू हामी देख्छौँ। अनि यहाँ चाहिँ दोस्रो भने तिमीहरूको सामुन्ने गाउँमा जाऊ, पस्दा अहिलेसम्म अनि यहाँ चाहिँ के गरेर भन्नुभएको छ, केमा चढेर जाने भन्नुभएको छ। अनि यो गधालाई हामीले हेऱ्यो भने चाहिँ धेरैचोटि हामीले चाहिँ प्रष्टै लेखिदिएको छ, तर चाहिँ हामी चाहिँ कतिचोटि नहेर्ने कारणले अरूले भनेको कारण येशू ख्रीष्ट चाहिँ गधाको बछेटोमा चढ्नु भएको छ। अनि यहाँ चाहिँ गधा मात्रै छैन, 2वटा जनावर छ। तपाईँ मत्ती कसैसँग छ भने मत्तीको 21 अध्यायको 1, 2, 3 पढिदिनुहोस् त कसैले, किनकि यो 4वटा सुसमाचार हो, मान्छेको भिन्न भिन्न विचार छ तर एउटै सुसमाचार हो। एउटा गधा अनि अर्को चाहिँ त्यसको बछेटो हो।
1 वर्षको भनेर लेखे। अझ 6 मा हेर्नु भने तब चेलाहरू गएर येशूले तिनीहरूलाई अराय बमोजिम गरे, तिनीहरूले गधा र त्यसको बच्चा ल्याए र ती माथि आफ्नो लुगा फाटा ओछ्याए भन्छ। यहाँ चाहिँ जनावर के छ, दुईटा छ है। एउटा चाहिँ गधा त्यो माउ हुनुपर्छ अनि अर्को चाहिँ बछेटो 1 वर्षको, त्यो चाहिँ लिएर आइएको छ। अनि यहाँ हामी चाहिँ विशेष धेरै कुराहरू आज हामी गधालाई हैन, अनि यो गधा नामै गधा है, कतिचोटि गधालाई धेरै उस गर्छ। तर गधा हेऱ्यो भने पुरानो नियममा येशूको क्रिस्टले चाहिँ यहीँ मात्र चढ्नु भएको छ। कतिचोटि चाहिँ हामी चाहिँ एकदम तल्लो स्तरको हेर्छौँ, तर यो गधा भन्छ त नम्र र एउटा चाहिँ सर्भेन्ट भन्छ नोकरको हिसाबमा अथवा शान्तिको हिसाबमा देख्छ भने कतिचोटि पुरानो नियममा हेर्ने हो भने चाहिँ गधाहरू चाहिँ ठुलो ठुलो व्यक्तिहरू हो, राजा महाराजाहरू हो, गरिबले होइन। पुरानो नियममा हेर्ने हो भने चाहिँ तपाईँको यो न्यायकर्ताको पुस्तकमा हेर्ने हो भने त्यहाँ चाहिँ न्यायकर्ताको छोरा इप्ता, तोला, अब्दर यिनीहरूको छोरा धेरै 20वटा छोरा 100वटा छोरा यिनीहरू सबले गधा चढेको कुराहरू हामी देख्छौँ। त्यति मात्र नभएर न्यायकर्ता एउटा स्त्री दिदी दबोराले नि भन्छ सेता घोडामा चढ्नेहरू हो, जिनको गलैँचामा बस्नेहरू पैदल यात्री हो। अनि यो त्यहाँ हेर्दाखेरि चाहिँ के हुन्छ, त्यतिखेर चाहिँ मान्छेको चाहिँ ट्रान्सपोर्टेसन यातायातको भनेको चाहिँ गधा हो, जो धनी मानिसहरूसँग मात्रै हुन्थ्यो, अरू सबै पैदलै हिँड्ने हो। त्यही भएर न्यायकर्ताको दबोराले स्तुति गान गाउँदाखेरि लेखेको छ, एउटा चाहिँ के सेतो घोडामा चढ पाएका धनी मानिस छ, दोस्रो चाहिँ सिनको बगैँचा के अरे गलैँचा भन्छ, एउटा एकदम एक्सपेन्सिभ गलैँचामा बस्ने पैदल यात्री भनेर। त्यसैले गधालाई चाहिँ एउटा चाहिँ यातायातको रूपमा हेरिन्थ्यो। अनि त्यसपछि चाहिँ त्यो गधामा चाहिँ आज के गर्नुभएछ, परमेश्वर आउनुभएछ। यो चाहिँ यहाँ हेऱ्यो भने चाहिँ परमेश्वर चाहिँ एकदमै झुक्ने भने हुन्थ्यो, किनकि राजा त्यसरी नै आउँथ्यो पुरानो नियममा होइन। सोलोमनलाई जब चाहिँ राजा अभिषेक गर्दै थियो र सोलोमनका अर्का दाइ अदोनिया छुट्टै आफ्नो चाहिँ गुट बनाएर बन्दै थियो, यताबाट चाहिँ के साथीहरूले चाहिँ झटपट घोडामा चढाएर चाहिँ के अरे गधा चढाएर मन्दिरमा होलेर राजा घोषणा गरेको कुराहरू हामी होइन। राजालाई आउने तरिकै राजाहरू त्यतिखेरको राजाहरू राजाका छोरा सन्तानहरू चाहिँ जनताको हामी चाहिँ दास हौँ भनेर देखाउनको लागि चाहिँ गधामा चढिने चलन थियो। अनि यदि तिनीहरू लडाइँमा जानु थियो भने मात्र घोडा प्रयोग गरिन्थ्यो। त्यो गधालाई चाहिँ हामी चाहिँ गधाको हाम्रो मानसपटलमा गधा भने चाहिँ गधाकै छ, तर एकदमै ठुलो जिम्मेवारी थियो। अब आज यहाँ हेऱ्यो भने चाहिँ येशू ख्रिस्टले चाहिँ गधालाई दुईवटा गधालाई ल्याउनु भएछ, एउटा माउ त्यसको बछेडोलाई ल्याउनु भएको छ। अनि बछेडोलाई हेर्ने हो भने चाहिँ 1 वर्ष मुनिको, अनि इयरलिङ्स भन्छ इङ्ग्लिसमा, 1 वर्षभन्दा मुनिकोलाई चाहिँ कुनै उसमा पनि चढ्न मिल्ने काम गराइन्थेन, किनकि 1 वर्षभन्दा यिनीहरूको हड्डीहरू कमजोर हुन्छ सक्छ यो भनेर तिनीहरूलाई। तर प्रभुले चाहिँ त्यो 1 वर्षकोलाई लिएर आ भन्ने कुराहरू हामी देख्छौँ। अनि हामी घोडालाई यसो सोचौँ, गधालाई सोचौँ, कहिले पनि लगाम नलाएको गधा अथवा त्यो गधालाई चाहिँ काबुमा गर्न गाह्रो हुन्छ। अनि कहिले पनि त्यो मान्छे बसेको छैन भने के गर्छ, त्यो गधाले फाल्ने उफ्रिने त्यो गर्छ। हामीले एउटा गाईको बच्चालाई हेऱ्यो भने त्यो बुर्किसी मारेर कस्तो गर्छ नि, गधाको नि त्यही हो त्यो बच्चाको। तर आज यो गधा त्यस्तो गर्ने गधा येशू ख्रिस्ट हिँड्दा शान्तसँग येशू ख्रिस्टलाई डोराउँदै डोराउँदै यरुशलेमतिर गइरहेछ। अगाडि माउ, परमेश्वरले सायद माउलाई लिएर आऊ भन्नुको कारण चाहिँ माउलाई अगाडि लायो भने चाहिँ बच्चाले त्यो हेर्छ भन्ने कुराहरू हामी त्यहाँ देख्छौँ। किनकि धेरैचोटि चाहिँ बच्चाहरू हिँड्नै मान्दैन नि माउ नभएपछि। अब त्यो 1 वर्षको कलिलो छ अनि बाटो पनि उसलाई राम्रोसँग, तर त्यो गधाले हेऱ्यो भने एउटा चाहिँ शक्तिहीन हो, गधाले बोक्छ नबोक्ने होइन, तर 1 वर्षकोलाई बोकाइन्थेन। तर आज येशू ख्रिस्टलाई संसारको पाप ल बोकी लाग्ने थुमालाई चाहिँ बोकेर हिँडेको छ। अनि यसको अर्थ परमेश्वरले चाहिँ संसारमा हामी मानव जातिलाई, संसारलाई, प्रकृतिलाई सबैलाई के गर्न काबु गर्न सक्नुहुन्छ, बल शक्ति दिन सक्नुहुन्छ भन्ने कुराहरू त्यो गधा बच्चा है लाग्ने खालको छ। यो घटनाहरू हामी गहिरेर हेऱ्यो भने चाहिँ अनि गधाको कुराहरू चाहिँ हामी यसरी त्यसैले चाहिँ पहिलोमा हेऱ्यो भने म तपाईँलाई एउटा प्रकाशको पुस्तक यो अन्तिममा चाहिँ 19को चाहिँ 11 पढ्दैछु। मैले स्वर्ग उग्रेको देखेँ र त्यहाँ एउटा सेतो घोडा थियो, त्यसमाथि सवार हुने विश्वास वा योग्य र सत्य कहलाइने हुनुहुन्छ, धार्मिकतामा उहाँले इन्साफ र युद्ध गर्नुहुन्छ। यो चाहिँ येशू ख्रिस्टलाई चाहिँ कस्तो हुनुहुन्छ भनेर चाहिँ यूहन्नाले लेखेको प्रकाश हो। तर आज जुन यहाँ चाहिँ येशू ख्रिस्ट जाँदै हुनुहुन्छ, किरामा जानुहुन्छ, यो चाहिँ एउटा शान्तिको प्रतीक, शान्तिको तरिकाले जानुभएको छ। तर मानिसहरूले चाहिँ कसो सेतो घोडामा आएको जस्तो कुराहरू गरिरहेका छन्। त्यसरी पुराणमा हेऱ्यो भने यदि साँच्चै आज चाहिँ यो होसन्ना भन्दै गाउनेहरूले परमेश्वरलाई राजै बनाउन खोज्नु भयो, येशू ख्रिस्ट चाहिँ त्यो गधा त्यही पनि एउटाको बछेटो भने तर सेतो घोडा चढेर आउनुहुन्थ्यो। यतिखेर चाहिँ परमेश्वर चाहिँ
राज्य शासन गर्नु होइन के। अब चाहिँ त्यो मानिसहरूको हृदयमा राजा बन्नको लागि चाहिँ क्रुसमा जान आउनुभएको त्यो मानिसहरूले बुझेन। त्यही भएर के गर्दछन् यिनीहरूले साँचो परमेश्वरलाई झुटो प्रशंसा गरेर यिनीहरूले सबै भनेको एकदम ठिक छ, होसन्ना बचाउनु परमेश्वर हामीलाई बचाउनुहोस्, मुक्तिदाता हामीलाई बचाउनुहोस् भनेको त्यो परमेश्वर स्वर्गमा हुनुहुन्छ, उहाँ बचाउन सक्ने हो, बचाउनुहुन्छ, सबै कुरा उनीहरूले गर्छ। ऊ दाउदका पुत्र सबै ठिकै गर्छ। तर यो के हो उनीहरूको हृदयबाट यो यिनीहरूको चाहिँ के रीति थियो। रीति भने तपाईँ भजन सङ्ग्रह चाहिँ 113 देखि 118सम्म गयो भने त्यहाँ त हलाल भन्ने चाहिँ 5-6वटा चाहिँ भजन सङ्घ छ। यो हलाल भनेको जस्तो यही हामी हेर्दा 3टा चाहिँ ठुल्ठुलो चाडहरूमा चाहिँ यो विशेष गरेर यहुदीहरूले चाहिँ यो 6वटा भजन चाहिँ रिसाप्रै कण्ठ गरेर गाउँदै हिँड्ने। अब यो जस्तै हामी हिन्दू धर्ममा हेर्छ नि, अब कुनै एउटा मन्दिरमा जान छ भने ग्रुपै लाएर जाउँला वैकुण्ठैमा नाच्दै गाउँदै बजाउँदै, त्यस्तै यो गीत हाम्रोमा यसरी आएको त भजन सङ्ग्रहहरू यस्तै राइमिङ मिल्ने छ। यो गाउँदै खुसी हुँदै मन्दिरमा जाने कुराहरू हामी देख्छौँ। अनि यही कुराहरू चाहिँ आज यिनीहरूले गरेका हुन्। यो के भयो सिकाइएको कुराहरू मात्रै गरिरहेछ। यहाँ सबै सत्य छ। तपाईँले म यो पढ्न चाहेँ, यो चाहिँ विशेष गरिकन अन्तिम यो हलालको अन्तिममा छ। हलाल भनेको चाहिँ हिब्रू भाषामा प्रेज हो। त्यही शब्दबाट चाहिँ हलेलुया, या भनेको परमेश्वरको नाम, हलेल भनेको प्रेज, परमेश्वरलाई प्रशंसा भन्ने शब्द आएको थियो। र हलाल तपाईँहरू यो हप्ता चाहिँ तपाईँहरू मौका पाउनुहुन्छ, समय छ भने अनि अवश्य नै परमेश्वरले दिनुहुन्छ। तपाईँहरू चाहिँ भजन सङ्ग्रह 113 देखि 118 पनि त्यहाँ सबै परमेश्वरलाई महिमा गरेको कुराहरू चाहिँ हामी भेट्छौँ। अनि यो 118मा त्यही कुराहरू हामी देख्छौँ। 118को 24 आजको दिन परमप्रभुले सिर्जनु भएको, यसमा हामी आनन्दित हौँ र रमाउँ। हे परमप्रभु हामीलाई बचाउनुहोस्, हे परमप्रभु हामीलाई सफलता दिनुहोस्, हे प्रभु हामीलाई बचाउनुहोस् भनेको त होसन्ना भने हो, सेभ अस नाउ। अनि चाहिँ परमप्रभुको नाउँ आउने धन्यको हो, परमप्रभुको भवनबाट हामी तिमीहरूलाई आशीर्वाद। परमप्रभु नै परमेश्वर हुनुहुन्छ र उहाँले हामीमाथि आफ्नो प्रकाश चम्कन दिनुभएको छ। हातमा स्याउला लिएर शोभायात्रामा वेदीको सिंहहरूसम्म हर्ष जाओ। ठ्याक्कै यही कपी गरेको यिनीहरूले चाहिँ आज यसु ख्रिस्टलाई चाहिँ, जब यसु ख्रिस्ट चाहिँ परमेश्वरको थुमा भएर मन्दिरमा जानुहुन्थ्यो, किनकि इजरायलमा दिएको व्यवस्था पुरा गर्न, किनकि त्यो बलिदिनी हामी सुन्छौँ बलिदिनी त्यो भेडा थुमालाई चाहिँ हिँडाएर लैन्थेन, काखमा हानेर अथवा त्यो सबै गरेर लगिने। किनकि त्यो हिँडाउँदै लिएर जाँदा कतालाई चोटपटक लागेर फेरि मन्दिरमा जान्छ नचल्ने हो कि, त्यो उसको कारणले एकदमै केयरसँग चाहिँ लानु पर्थ्यो त्यो कुराहरू चाहिँ। अनि आज चाहिँ परमेश्वरले चाहिँ संसारको थुमालाई चाहिँ कहाँ पठाउँदै हुनुहुन्छ, त्यो चेक 10 दिनमा जुन व्यवस्थामा छ 10 दिनमा चाहिँ चुन्न पर्ने, त्यसको लागि चाहिँ पठाउँदै हुनुहुन्छ। अनि उहाँ जानुभयो अनि मान्छेहरूले गरे के गरे, उनीहरूले हृदयबाट भनेन हामीलाई बचाउनुहोस्। उनीहरूलाई बचाउन कहाँबाट थियो, यतिखेर हेर्नु भने चाहिँ यो चाहिँ यरुसलेम अथवा यहुदिया चाहिँ रोमनीहरूको कब्जामा थियो, रोमीहरूको उपनिवेश थियो। यिनीहरूले आफ्नो चाहेको कुरै हुन्थेन, सबै के हुन्थ्यो रोमीहरूले चाहिँ चलाउँथ्यो। यिनीहरूले भनेको चाहिँ ओहो यसु ख्रिस्टले भर्खरै 2-4 दिन अगाडि कसलाई उठाउनु, मरेको मान्छेलाई उठाइदिनुहुन्छ, लाजरसलाई, बेथानीको हिरो होइन, बेथानीलाई चिन्ने भनेको नै लाजरसको तरिकाले होला। त्योभन्दा अगाडि हेऱ्यो भने सिमोन लिपर विभिन्न ठुल्ठुलो कामहरू गर्नुभएको छ नि, त्यस्तो आउनुभएको छ। मरेकालाई बिजाउन सक्ने भन्छ त्यो पक्का उहाँले चाहिँ यो रोमी साम्राज्यलाई चाहिँ फालिदिनुहुन्छ। त्यस कारणले यिनीहरूले चाहिँ भौतिक रूपमा चाहिँ हामीलाई बचाउनुहोस् भनेको, तर यसु ख्रिस्ट के को रूपमा भन्दा आत्मिक रूपमा बचाउनुहुन्थ्यो। यिनीहरूले गाए अनि यिनीहरूले चाहिँ के यसु ख्रिस्टलाई चाहिँ यो सबै थियो, यसु ख्रिस्टलाई चाहिँ राज्य विषय गर्दै थियो, तर त्यो के गलत थियो। त्यसैले यिनीहरूले चाहिँ केही पाएन। पहिला सुरु बाबुबाजेले भन्दै आएको कुराहरू पहिला हामी यहुदामा न्यायकर्तामा हेऱ्यो नि क्या थियो, परमेश्वरले चाहिँ इजरायलीहरूलाई प्रेम गरेर आशिष दिनु, त आशिष धेरै पछि यिनीहरूलाई चाहिँ के मात लाग्थ्यो, मात लाउँछ यिनीहरू धर्मत्याग गर्थ्यो, धर्मत्याग गर्नसाथ यिनीहरूलाई के गर्थ्यो अर्को राज्य आएर चाहिँ कब्जा गर्थ्यो, दुःख पाउँथ्यो, दुःख पाएपछि के गर्थ्यो फेरि परमेश्वरसँग पुकारा गर्थ्यो, परमेश्वरले चाहिँ उनीहरूको पुकारा सुन्नुहुन्थ्यो नि, एउटा न्यायकर्ता खडा गरिदिनुहुन्थ्यो, न्यायकर्ताले यिनीहरूलाई बचाउँथ्यो अनि फेरि यिनीहरू शान्तिमा रहन्थ्यो, आशिष पाउँथ्यो, फेरि आशिष जीवनको यसरी घुमिरहेको त्यही कुरा यहाँ आज हामी देख्छौँ। त्यही कुरा यिनीहरूलाई थाहा छ आउनुहुन्छ हामीलाई चाहिँ। अब रोमी त एकदमै यही शक्ति भएको भन्ने कुराले मात्रै यिनीहरूले, अनि यसु ख्रिस्टलाई थाहा थियो मानिसको हृदय कस्तो हुनुहुन्छ। अनि उहाँले एकचोटि त्यो प्रभु भोज खानुभएपछि यो चाहिँ विभिन्न समाचारमा यूहन्नामा विषय त्यो प्रभु 5000लाई खुवाउन सक्ने मान्छेले त्यतिखेर पनि राजा घोषणा गर्न लागेको कुरा। अनि यसु ख्रिस्टले चाहिँ त्यतिखेर मलाई चाहिँ यिनीहरूको हृदय थाहा भएको कुराहरू उहाँ खान पाइन्छ भन्ने मात्रै कुरा, भौतिकको कुरा। यिनीहरू चाहिँ शरीर बाँच्नको लागि चाहिँ यसुलाई चाहिँ मसिह भन्दै थियो, राजा बनाउँदै थियो, तर
येशूले चाहिँ शरीरबाट बचाउनलाई चाहिँ यिनीहरूलाई चाहिँ बोलाउँदै हुनुहुन्थ्यो। जुन कुरा आज हामीलाई पनि त्यही लाग्यो है। कतिचोटि चाहिँ हामी आउँछौँ मण्डलीमा आउँछौँ, यिनीहरूले गरेको जस्तो छ कि छैन होसन्ना हल्लेलुया त भनिरहेको छौँ, साँच्चै परमेश्वरलाई हामीले पूजा गर्न आएको हौँ, आराधना गर्न आएको हौँ, तर हाम्रो प्रशंसाहरू चाहिँ झुटा छन् कि यहुदीहरूको जस्तो। यिनीहरूले त अब सब भौतिकलाई, हामी पनि त्यही। आज मलाई सन्देह होइन म चर्चमा गएर हल्लेलुया गाएपछि निको हुन्छु भनेर आएको हो कि विभिन्न कुराहरू हामी यसबाट तपाईँले सोच्न सक्नुहुन्छ, तर त्यो नहोस्। अब यहाँ हेऱ्यो भने एप्रुभल दिए यिनीहरूले चाहिँ, यो यहुदीहरूले चाहिँ अब त्यत्रो मान्छेलाई चाहिँ अगुवा बनाएर लगाएपछि जितिन्छ भनेर। तर 11मा हेऱ्यो भने उहाँ यरुशलेम आएर मन्दिरभित्र पस्नुभयो अनि उहाँले वरिपरिका सबै थोकमाथि नजर गर्नुभयो। अबेला भएको हुनाले 12 जनाको साथमा उहाँ बेथानिया जानुभयो। मानिसले राजा बनाउनु भयो, के हुन्थ्यो यहाँ हामीलाई थाहा छ। एउटा राजा साउलको राजाको अगाडि अर्को दाउदलाई राजा तुल्याउँदा त सामुएल डराए पनि गएर चाहिँ त्यो तेल अभिषेक गरेर भागेको कुराहरू हामी थाहा पाउँछौँ। राजा त्यसरी अभिषेक गरिन्थ्यो भने यत्रो मान्छेहरू उहाँलाई यतिखेर चाहिँ मन्दिरमा जान्छ के गर्नु पर्थ्यो, राज्याभिषेक गर्नुहुन्थ्यो। यिनीहरूमा थिएन कि कुनै पनि, मानिसहरूले मात्रै त्यो देखेको थियो आश्चर्य कर्महरू, यसकारण यिनीहरू चाहिँ भइदियो हुन्थ्यो भन्ने चाहना थियो। अब यता मन्दिर चलाउने चाहिँ ठुला बडाहरू इलाइट वर्गहरू चाहिँ यो महान प्रधान पुजारीहरू फ्यारिसी सदुकी यिनीहरूको चाहिँ त्यो थिएन। अब हामीले अहिलेसम्म त राज गरेर पाइरहेको, ऊ आएर फेरि राजा बनिदियो भने त पाउनु भने यिनीहरूले चाहिँ दिँदैन। यहाँ चाहिँ के अरे यसरी आएपछि 10सम्म आएपछि चाहिँ येशू ख्रीष्टलाई जब भित्र लगेर हुन्छ अभिषेक गरेर एटलिस्ट रोमी साम्राज्यसम्म त डराउँछ ठिकै छ, तर उनीहरूले गर्न सक्ने कुराहरू चाहिँ गर। तर यहाँ हेऱ्यो भने त्यत्रो होला यहाँ अन्त्यमा हेर्नु येशूले यता किनकि येशू त नजरमा त परमेश्वरको थुमा बनेर आउँदै हुनुहुन्थ्यो, व्यवस्था पुरा गर्दै हुनुहुन्थ्यो। जकरे गदामाथि के अरे सियोन रमा गदामाथि चढेर तेरा प्रभु आउँदै हुनुहुन्छ, यो भविष्यको कुराहरूलाई पुरा गर्नुहुन्थ्यो। तर यहाँ अन्तिममा हेरेपछि चाहिँ तिनीहरूले चाहिँ हसन्ना भने सबै भने, तर उहाँ गएर चाहिँ हेर्नुभयो अरे मन्दिर चारैतिर हेर्नुभयो अनि फर्किनु ब्याक टु द बेथानी। होइन केही पनि देख्दैनौँ यिनीहरूले गरेको कुराहरू, साधारण कुराहरू, क्षणिक कुराहरू, भौतिक कुरा। तर दोस्रोमा भागमा हेऱ्यो भने यहाँ चाहिँ यसले मन्दिर शुद्ध गर चाहिँ आइतबार आउनुभयो, फर्किनु भयो अनि सोमबार जानुभयो। किन जानुभयो? किनकि अहिले 11मा हेऱ्यो भने उहाँ मन्दिरभित्र पस्नुभयो अनि उहाँका वरिपरिका सबै थोकमाथि नजर। अब उहाँ जसरी त्यो थुमो भएर उहाँले नजर गर्नुभयो कहाँ के कसो चलिरहेछ भनेर हेर्नुभयो, फर्किनु भयो अनि भोलिपल्ट आउनुभयो। अनि त्यो हिजो देखेको कुराहरू के थियो, त्यहाँ के भइरहेछ अनि त्यहाँ हेऱ्यो भने मन्दिर शुद्ध गर्दा उहाँले सबै कुरा फालिदिनु भएको कुराहरू हामी देख्छौँ। अनि त्यो जाँदै उहाँ परमेश्वर हुनुहुन्थ्यो, उहाँ चाहिँ सर्वव्यापी परमेश्वर हुन्छ, उहाँलाई सबै कुरा थाहा हुन्थ्यो। अनि उहाँले चाहिँ एउटा फेरि चाहिँ जैतुनको रुखलाई सुकाउनु भएको होइन, त्यो फिग ट्रीलाई, त्यो कुराहरू। अनि यो जैतुनको रुखलाई सुकाउँदा चाहिँ अब यहाँ चाहिँ यो चाहिँ एकदम अन्तिम समय थियो। अनि यो विशेष त जैतुनसँग मात्र सम्बन्धित नभएर चाहिँ जैतुनको त्यो रुखलाई सुकाउनलाई चाहिँ परमेश्वरले चाहिँ अब त्यो मन्दिरमा आउने सर्वनाशलाई पनि देखाउँदै हुनुहुन्थ्यो। अनि त्यति मात्र नभएर चेलाहरूलाई सिकाउँदै हुनुहुन्थ्यो। यो मौका थियो, गुड मौका थियो। अब किनकि अब सिद्धिने साल लागिसक्यो। अनि यो चाहिँ 12मा हेऱ्यो भोलिपल्ट उहाँ बेथानियाबाट आउँदै हुनुहुँदा भोकाउनु भयो अनि टाढामा पातले भरेको एउटा अन्जिरको रुख देखेर कतै त्यसमा केही फल पाउँछ कि भनेर उहाँ जानुभयो। तर त्यहाँ पुग्नुभएपछि उहाँले रुखमा पात बाहेक केही पाउनु भएन, किनकि त्यस बेला अन्जिरको फल फल्ने समय भएको थिएन। पात मात्र भएको रुखमा चाहिँ फल पाउँछ कि भनेर खोज्न जाने अनि चाहिँ फेरि शराब दिने न सन्देश युहाब त्यो यो चाहिँ अर्को पनि छ होइन। यो चाहिँ फिग ट्री है, यसलाई चाहिँ अन्जिर अथवा चाहिँ हिन्दीबाट लिएर आएको भएर चाहिँ नेभारा हुन्छ नि, एउटै हो है, नेभाराको रुख हो चाहिँ। यो कस्तो हुँदो रहेछ नि, यसको चाहिँ पात आउनुभन्दा पहिला फल आउँदो रहेछ के, यो चाहिँ त्यति फेरको त्यहाँकोलाई। त्यही भएर येशू ख्रीष्टले चाहिँ यो चाहिँ अर्ली फर्स्ट फ्रुटहरू चाहिँ यस्तो हुन्छ पुरै नपाकेको तर चाहिँ भोक लागेको बेला यसो खान चाहिँ मिल्ने खालको चाहिँ यस्तो हुँदो रहेछ। यो चाहिँ पात आउनु, येशू ख्रीष्टले चाहिँ पात आइसकेछ भने चाहिँ त्यो पात आउनुभन्दा पहिला यस्तरी फुल आउँदो रहेछ, यो फ्रुटै आउँदो रहेछ, फलै आउँदो रहेछ। यो चाहिँ फिग अन्जिर अथवा नेवारा को रुखको चाहिँ के भनौँ विशेषता भनौँ होइन, विशेषता त्यस्तो रहेछ। त्यही कारणले हामीले यहाँ हेर्दा त बुझ्दैनौँ येशू ख्रीष्ट आफै चाहिँ पहिला चाहिँ पात मात्रै भएको भने अनि फेरि शराब दिने भने त्यो होइन। किनकि त्यो सम्बन्धमा इजरायललाई हेर्दाखेरि चाहिँ इजरायल 3 कुराले चाहिँ एकदम पोख्छ। एउटा चाहिँ यो नेभारा
अनि अर्को चाहिँ पोमोग्रेनेट भन्ने कुरा अनि एउटा चाहिँ अङ्गुरको कुराहरू है। जब त्यो 12 जना स्पाइस त्यो जासुसहरू जाँदाखेरि यिनीहरूले ल्याएको 3टा कुरा यो चारैतिर फल्लियो। अनि यतिखेर हेऱ्यो भने येशू ख्रीष्टले कसैको सम्पत्तिमा गएर चाहिँ यो जुन अहिले यहाँ शराब दिएर सुकेको छ यो कसै बाटोको छेउनेर भनेको छ। किनकि धेरै ठाउँमा हुने कुनै किसानको चाहिँ गरेर चाहिँ त सुकोस् भनेर यो चाहिँ उहाँले चाहिँ चेलाहरूलाई सिकाउँथ्यो होइन। चेलालाई धेरै कुराहरू सिकाउँथ्यो जति सिकाए पनि यो चाहिँ कुन घटना छ नि लुकामा छ नि एउटा दृष्टि एउटा मालिकले चाहिँ एउटा के खन्यो रोप्यो अनि एउटा ट्री नेभाराको बोट रोप्यो 3 वर्षमा फल आएन। गएपछि फल नदेखेपछि त्यो मालीलाई के भने यसलाई काट्दे भन्दा अनि मालीले के भने 1 वर्ष दिनुहोस् म यसमा मलसल हाल्छु। अहिलेको यो समय चाहिँ त्यो 1 वर्ष नै कटेको हो। अनि विशेष त यहाँ हेऱ्यो भने चेलाहरूलाई चाहिँ फल नफलाउने हाँगो काटिने छ। हामीले सुन्छौँ कतिचोटि छ त त्यसो भएर पात मात्र भएर फल हुनु पर्यो। तिमीहरू परमेश्वरका सन्तान छौ अनि तर परमेश्वरको आत्माको फल तिमीहरूको जीवनमा देखिँदैन भने तिमीहरू के श्रापित हौ भने। अनि यहाँ हेऱ्यो भने विशेष त यो चाहिँ मन्दिरलाई चाहिँ येशू ख्रीष्टले श्राप दिनुभएको चाहिँ जुन यरुशलेम। किनकि कतिचोटि हेऱ्यो भने चाहिँ इजरायलको इतिहासमा हेऱ्यो भने चाहिँ हामी चाहिँ मोनार्की देख्छौँ अनि थियोक्रेसी देख्छौँ। इन्डाइरेक्ट अथवा डाइरेक्ट थियोक्रेसी भनेको चाहिँ थियो परमेश्वर, क्रेसी भनेको शासन, परमेश्वरबाट शासन हुने अथवा मन्दिरका प्रधान पुजारीहरूलाई कुनै जनलाई चाहिँ परमेश्वरबाट चाहिँ एउटा चाहिँ बाणी आउने त्यो बाणीले चाहिँ शासन गर्ने कुराहरू हामी अगमवक्ताको सम्म देख्छौँ। पछि राजाहरूलाई पनि यही कुराहरूले दर्शीहरू अगमवक्ताहरूले कुरा अझैसम्म पनि यो हामी यहाँ देख्छौँ। र अहिले आएर हेऱ्यो भने चाहिँ यो मन्दिर चाहिँ एकदमै के भएको छ अहिले नजर गरिसक्नु भयो नि त उहाँले। त्यो नजर गरेपछि अब त्यो बारेमा सिकाउँछ त्यही मन्दिरमा जाँदैन सफा गर्न शुद्ध गर्दै जानुहुन्छ। हेऱ्यो भने सबै फालिदिनु भएको कुराहरू चाहिँ अनि यहाँ हेऱ्यो भने यो मन्दिर हेऱ्यो भने सुरुमा हामीले मन्दिरलाई हेऱ्यो भने चाहिँ अब्राहमले आफ्नो छोरा इसाकलाई चाहिँ बलि दिन कहाँ लिएर गएको छ मोरेको डाँडा भन्ने छ है। त्यो मोरेको डाँडा भन्नेलाई चाहिँ पछि चाहिँ कति गर्छन् परमेश्वरको नजरमा जनसङ्ख्याको चाहिँ नगन्नु भन्दाखेरि उनले गन्छन् अनि उनलाई चाहिँ परमेश्वरबाट एउटा चाहिँ दण्ड आउँछ। 3टामा एउटा रोज भन्दा परमेश्वरको हातमा पर्ने त्यतिखेर चाहिँ सबै सर्वनाश गरिदिँदाखेरि चाहिँ रोक्नुहुन्छ। त्यतिखेर चाहिँ तिनले एउटा अरोनाको भन्ने व्यक्ति एबुसी भने यरुशलेमका व्यक्तिहरूलाई चाहिँ एबुसी तपाईँहरू बाइबलको सुरुमा हेऱ्यो भने 5 जेबुसाइड गिर्गासाइड यिनीहरू सुन्नु एकदम महत्त्वपूर्ण छ। यही एबुसीहरूको एउटा खला चाहिँ किनेर फ्रीमा दिन्छु भन्दा पनि किनेर भनेर त्यहाँ चाहिँ बलि दिएको कुराहरू हामी चाहिँ त्यही बलि दिएको ठाउँमा चाहिँ पछि सोलोमनले चाहिँ मन्दिर बनाएको पहिलो मन्दिर। अनि त्यो मन्दिर कति ठुलो थियो हामी थाहा पाउँछौँ। तर पछि त्यो मन्दिर चाहिँ कसरी सर्वनाश भयो इजरायलीहरूको धर्म त्यागले गर्दा। विभिन्न आफ्नो मन परिरहेको अगमवक्ताहरू आउनुभयो जागा रहो कि जाओ भन्ने कति भने कति न जागा रह्यो भने परमेश्वरले अझै आशिष दिन्छ, जागा रहेन भने परमेश्वरले भनेको मानेन भने कोही आउँछ लान्छ। त्यही भए इजरायललाई यहुदालाई चाहिँ आसुरीहरू अनि चाहिँ बेबिलोन अनि बेबिलोनले चाहिँ अन्तिमचोटि लाँदा त्यो मन्दिर चाहिँ के भग्नाशेष गरेको कुराहरू हामी देख्छौँ। त्यो मन्दिर नष्ट भएकै कारण इजरायलीहरूको चाहिँ धर्म गरेर अनि पछि मन्दिर बन्छ। पछि फेरि 70 वर्षपछि आउँछन् अनि त्यही इजरायलकै कुनै राजाको नाति यरुबाबेल इजरा नेमाको पालोमा हामी त्यो घटनाहरू थाहा पाउँछौँ। त्यहाँ मन्दिर बन्छ। त्यो मन्दिर पछि 450 वर्ष परमेश्वर चुप लाग्नुहुन्छ मौन भएको समयदेखि त्यहाँदेखि विभिन्न अरू आउँछन्। त्यस्तै एउटा चाहिँ खराब त्यतिमा इजरायलीहरू पनि यता हो। अब इजरायल मलाकीमा चाहिँ अब येशू ख्रीष्ट आउनुहुन्छ भनेपछि बन्द गरेको। त्यहाँ चाहिँ एन्टिओकस भन्ने एउटा चाहिँ अर्को एउटा अन्य जातिको चाहिँ राजा आएर चाहिँ त्यो मन्दिरलाई चाहिँ अपवित्र बनाएको कुराहरू हामी देख्छौँ। उसले चाहिँ जुपिटर देवता आफ्नो देवताको चाहिँ ठुलो मूर्ति त्यहाँ बनाइदिने अनि इजरायलीहरूलाई सबैभन्दा मन नपर्ने बलि बङ्गुरको बलि दिने त्यो गर्दै मन्दिरै दुष्टता बनाइदिइसकेको। त्यहाँ पनि भने अपवित्र भएको कारण त्यो मन्दिर चाहिँ गइसकेको थियो। पछि चाहिँ फेरि राजा हेरोद द ग्रेटले चाहिँ येशू ख्रीष्ट आउनुभन्दा 20 वर्षबाट बनाउन लाग्यो भनिन्छ। यो चाहिँ 80-84 वर्ष लागेको यही मन्दिरको कुराहरू। अब यो मन्दिर बन्दैछ एकदमै ठुलो बन्दैछ तर यो मन्दिरमा हुने कामहरू चाहिँ पाखण्ड छ। हिजै देखिसक्यो मूल्याङ्कन जनताले राजा स्वीकृति दिए मन्जुरी दिए तर परमेश्वरले चाहिँ मानिसको हातमा छोड्नुहुन्थेन आफूलाई। मानिसको हृदय कस्तो छ थाहा हुन्छ उनीहरूले मूल्याङ्कन गर्नुभयो। त्यो मूल्याङ्कनको मन्दिरमा के थियो मन्दिरमा चाहिँ पैसा चढाउनु पर्ने थियो। त्यो पैसा पनि साटेर चढाउ त्यो साट्दाखेरि चाहिँ जति त्यति नदिएर त्यहाँ घोप्ला गर्ने भन्छ नि होइन। अनि अर्को चाहिँ गऱ्यो निस्तार चाड चाहिँ विशेष त हेऱ्यो भने चाहिँ
थुमा मात्र भन्ने चाहिँ एक जोडी परेवाको कुराहरू हुन्छ नि, त्यो 2 पैसामा पाइने परेवाहरू अनि चाहिँ भेडाहरू त्यो एकदमै धेरै चाहिँ किनबेच हुन्थ्यो। यहाँबाट अब एउटा मान्छेले चाहिँ 10 दिनमा उस गरेर ल यो भेडा म चाहिँ निस्तार चाडको लागि राख्छु भन्यो, लिएर गयो मन्दिरमा जाँदा त्यो पुजारी तिनीहरूले के गर्नु भने ओहो यो त केही नभएको होला, ओहो यो त उस लागेको रहेछ, खोट रहेछ, यो त हुँदैन भन्ने अनि आफ्नै चाहिँ बेचिदिने, आफ्नो चौराल पचरल गुनामा बेचिदिने। 2 पैसा पर्ने त्यो परेवालाई पनि त्यही गरिदिने। तिमीले ल्याएको यो भने यहाँ यसो रहेछ भने त्यो मन्दिर पुजारी, त्यो मन्दिरबाट एकदमै भ्रष्ट काम भएको, पुजारीहरू भ्रष्ट भएको, लिडरहरू भ्रष्ट भएको, राजाहरू भ्रष्ट भएको कारणले त पहिलोको मन्दिर सर्वनाश भएको हो नि। यो मन्दिरबाट चाहिँ परमेश्वरको कुनै पनि महिमा भएको ठुलो छ, एकदमै ठुलो छ। येशू ख्रीष्टले चाहिँ भन्नुभएको छ नि यो मन्दिर यसलाई 3 दिनमा चाहिँ म बनाइदिन्छु भन्नु चाहिँ यो जानेछ। येशू ख्रीष्टले चाहिँ भविष्यवाणी पछि हेऱ्यो भने चाहिँ यो मन्दिर 70 को दशकतिर चाहिँ फेरि सर्वनाश भएको छ, किनकि त्यो मन्दिरमा हुनुपर्ने भएको छैन। त्यही भएर यस परमेश्वरले चाहिँ यो मन्दिर सफा गर्नु परेको कुराहरू। यहाँ चाहिँ त्यो नेवाराको बोटलाई दोस्याउनु भनेको नेवारा बोट फल आउने, तर मन्दिरबाट परमेश्वरको के हुनुपर्ने महिमा हुनुपर्ने त्यो छैनन्। तिमीहरूको धार्मिक कार्य नगर, प्रार्थना कराइ मन्दिरको उसमा गएर कराइ अनि अर्को के छ उपवास बस्ने देखिनलाई, अनि प्रार्थना गर्ने, उपवास बस्ने र दिने। मैले त्यसलाई दिएँ गरिबलाई दिएँ, यस्तो कार्यहरू एकदमै बढी हुने। अनि यो सदुकी र फरिसीहरूले गरेको कुराहरू हामी त्यहाँ देखाउँछौँ। अनि यस कारणले गर्दा चाहिँ येशू ख्रीष्टले चाहिँ एउटा त मन्दिरलाई श्रापित गर्दै हुन्छ, यो सबभन्दा ठुलो मिराकल, तर सर्वनाशको मिराकल यही होला कि सबै बनेको निको बनाएको यो कुराहरू हामी देख्छौँ। यो मात्र चाहिँ श्राप दिएको कुराहरू हामी यहाँ देख्छौँ। यो किन हो भने चाहिँ पाखण्डको कारणले गर्दाखेरि, मन्दिरमा हुने पाखण्डको कारणले। मन्दिरबाट धेरै मानिसहरूले चाहिँ परमेश्वरको महिमा गाउनु पर्ने हुन्छ, मन्दिरमा आए झन् बिचरा दुखी गरिब आफ्नै भेडा, यो भेडालाई म चाहिँ थुमालाई आउने उसमा चाहिँ परमेश्वरको म चढाउँछु भने एकदम गरेर उहाँ लिएर गएपछि ठग दिने उल्टो पो हुँदैन। यो त तेरो लिआएको 50 रुपियाँमा आउँछ 200 रुपियाँले चाहिँ माग्दिने, त्यो गरेपछि कसरी परमेश्वरको अगाडि चाहिँ यिनीहरू जान सक्छ, झन् महिमै हुने भएन, निच्च हुने भए। त्यो कारण परमेश्वरले देखिसक्नु, येशू ख्रीष्टले मूल्याङ्कन गर्नुभएको कारणले चाहिँ फर्किनुभयो, भोलिपल्ट यो गर्नुपर्छ। अनि यति मात्र नभएर अब फेरि चेलाहरू आफूसँग छ, चेलाहरूलाई चाहिँ फल फलाउन जति पनि हुन्छ परमेश्वरको राज्य विस्तार गर्नको लागि चाहिँ चुन्दै हुनुहुन्थ्यो। अनि फल नफलाउने चाहिँ के हुन्छ सिद्धिन्छ भनेर चिनाउनको लागि चाहिँ उहाँले यस्तो गर्दै हुनुहुन्थ्यो। परमेश्वरको योजनामा थियो है। योभन्दा पहिला चाहिँ येशू ख्रीष्टले जति पनि चम्मको काम गर्नुहुन्थ्यो नभन यति फेर चाहिँ गर्नुभएको छ। अब देखिनु जरुरत थियो। अब चाहिँ के छ यहुदी फर्सी तिनीहरूलाई चाहिँ के चिडाउन जरुरत छ हैन, त्यसैको कारण उहाँ चाहिँ गरेर राख्नुभएको छ। किनकि त्यो परमेश्वरको योजनामा थियो। उनीहरू चिडिए भनेपछि बल्ल उहाँलाई चाहिँ क्रुसमा लान्छ, क्रुसमा गएपछि बल्ल चाहिँ के हुन्छ उहाँ मर्नुहुन्छ, उहाँले रगत बगाउनु, त्यो रगतले चाहिँ सबैलाई चाहिँ मुक्ति उद्धार दिन्छ भन्ने कुराहरू चाहिँ परमेश्वरको योजना हुन्छ। उहाँ जानुभयो पछि चाहिँ त्यो के अरे खजुरको हाँगा भन्छ, कहीँ चाहिँ स्याउला रुखको उसहरू भन्छ, यी रुखका पातहरू नओइलाउँदा उनीहरूको हृदय ओइलाइसकेको कुराहरू हामी देख्छौँ हैन। उहाँ आउनुभयो, ओहो अब त राजा बन्नु होला नि भनेको त झन् आफ्नो उनीहरूको हृदयमै हान्नु भयो। मन्दिर थियो नि त यहुदीहरूको हृदय भनेको त, त्यहीँ गएर सबलाई निकाल्ने, पछाड्ने, फालिदिने, दबाइदिने, त्यहाँ कुनै हुन नदिने। झन् उसलाई राजा बनाउन नपठाएको, झन् उसले त हाम्रै हृदयमा हान्छ, झन् मन्दिरमै उस गर्ने, मन्दिरै भत्काउने कुरा गरेर अनि यिनीहरू चाहिँ बागी भयो झन्। त्यस कारणले चाहिँ यिनीहरूले चाहिँ पछि चाहिँ त्यो पन्टियस पाइलेट पिलातुसलाई पनि चाहिँ के गरे, यसलाई चाहिँ फाँसी दियो, क्रुसिफाई हुन्छ। त्यसको सट्टामा कसलाई रोज्यो, बारब्बा डाँकु भनिन्छ नि। यो बारब्बा डाँकु होइन है, तपाईँहरूलाई चाहिँ अलिकति यो इन्ट्रेस्टिङ छ। त्यस कारण चाहिँ लुका 23 अध्याय पढ्दैछु सुसमाचार। चाडको उपलक्ष्यमा तिनीहरूको निम्ति पिलातसले एउटा कैदी छोडिदिनु पर्थ्यो। तिनीहरू सबै एकसाथ यसो भनेर कराए, यसलाई हटाउनुहोस् र हाम्रो निम्ति बारब्बालाई छोडिदिनुहोस्। र बारब्बा सहरमा भएको कुनै विद्रोह र हत्याको अभियोगमा कारागारमा थुनिएको थियो। अब यो बारब्बा भन्ने को हो भने चाहिँ यहुदीहरूमा चाहिँ विभिन्न सेक्ट दलहरू पन्थहरू, अहिले जस्तै भन्छौँ प्रोटेस्टेन्ट हामी चाहिँ डेनोमिनेसन हुन्छ नि, यो डेनोमिनेसन यो त्यस्तै यहुदीहरूमा चाहिँ विशेष गरिकन 4वटा चाहिँ दलहरू सेक्ट पन्थहरू थियो होइन। यो चाहिँ सदुकी, फरुसी, एसेन्स र जेलट सम्झिनु है। यो सदुकी फरुसी तपाईँले सुनिराख्नुहुन्छ है। चाहिँ यो सेक्ट हो नि, यो चाहिँ यिनीहरूको प्रोफेसनहरू लेख्ने हो नि त। यिनीहरूको शास्त्री प्रायः मोस्टली शास्त्रीहरू चाहिँ त्यो फरुसीबाटै हुन्थ्यो। अनि मोस्टली
प्रधान पुजारीहरू यिनीहरू चाहिँ फेरि सदुकीबाट हुन्थ्यो हैन, चेक एन्ड ब्यालेन्सको कुरा यहाँ चाहिँ। तर यो चारवटा चाहिँ सेक्ट थियो, सदुकी, फरुसी, एसेन्स र जेलट। सदुकी फरिसीहरू एकदम तोरालाई युज गर्ने, एकदम रामसँग गर्ने, नीति नियम पुरानो व्यवस्थाहरू मान्ने, अब यसो क्रिस्टको आउनुहुन्छ भन्नेलाई नि मान्ने अनि पुनरुत्थानलाई मान्ने चाहिँ फरिसी हो। सदुकीहरू सबै गर्ने, तर यिनीहरूको झुकाव चाहिँ बढी चाहिँ मन्दिरतिर भएको, अनि यिनीहरूले चाहिँ पुनरुत्थानलाई, त्यही भएर त्यहाँ कतिचोटि हामी सुसमाचारमा देख्छौँ यिनीहरूले भनेकै छन् होइन। अनि यिनीहरूको झुकाव चाहिँ रोमी साम्राज्यतिर हुने, आफ्नो देशको भएर रोमी साम्राज्यतिर हुने चाहिँ यिनीहरूको थियो। त्यही भएर रोमीले यिनीहरूलाई पुजारीको जग्गामा राखिदिन्थे। त्यो गरेपछि के भने त्यहाँको इजरायलमा के कस्तो घटना छ उनीहरूले सुनाउने भयो नि त, त्यो गर्थ्यो। अर्को एसेन्स एकदम शुद्ध र केही नलाउने, त्यो यूहन्ना बप्तिस्मा दिने यूहन्ना हुन्थ्यो नि, के त्यस्तै हो यिनीहरूको त्यति आउनु। अनि जेलट भनेको चाहिँ जोसिलाहरू, पहिलाको पावल जस्तो है, पावलले पनि क्रिस्चियनहरूलाई लहटेको नि त, हाम्रो धर्म चाहिँ उस गर्ने भयो, सिद्धिने भयो भनेर मार्दै हिँडेको नि। जेलट भनेको त जोसिलहरू, यिनीको ग्रुप कस्तो भने चाहिँ हामी यहुदीहरूमा हाम्रो यहुदा हाम्रो ठाउँमा चाहिँ यो रोमीले चाहिँ कब्जा गर्ने, अरू त गरोस्, मन्दिर चाहिँ कब्जा गर्ने भनेर विद्रोह, हात हतियार लिएर विद्रोह गर्ने। त्यसैको कारण यिनीहरूले चाहिँ के गर्थ्यो नि, सट्टाको छापामार शैलीमा के नेपालमा माओवादी र उस भन्थ्यो नि, शक्ति त पुग्दैन त्यत्रो रोमी साम्राज्यलाई छापा मारमा चाहिँ कोही सोल्जरलाई मारिदिने, घरि रोमीको मुख्य कार्यालयमा गएर पेपरहरू जलाइदिने। यस्तै गर्दाखेरि चाहिँ विद्रोह भनेर, विद्रोहको समयमा यो समातिएको व्यक्ति हो। अब यो यसरी सम्झिनु। अनि पछि यही के गर्यो, अब निकालियो, येशू ख्रिस्टलाई चाहिँ त्यहाँ पठाइयो होइन। पहिला त धर्मशास्त्र पुरै हुनु थियो, तर अर्को मानिस के भने यो मान्छे निस्किन साथ त झन् योमा के भयो, पावर आयो। म त रोमीको जेलबाट मुक्त भएको मान्छे हो, अब हामीले विरोध गर्नुपर्छ। यो मान्छेलाई उचाल्ने त भिडलाई उचाले जस्तो उसले उचाल्दै गयो। पछि चाहिँ मन्दिर यता बन्दै थियो 64मा चाहिँ यो वर्गले चाहिँ, यो जेलट वर्गले यरुशलेममा चाहिँ रोमी साम्राज्यको कुनै पनि हालिमुहाली हुन दिएन, सबै आफूले घेरेर राखिदियो। अनि पछि रोमी साम्राज्यलाई रिस उठेर सबै एउटा फोर्स ल्याएर चाहिँ ल यसो गर्छस् त भनेर चाहिँ 70को दशकमा चाहिँ मन्दिर चाहिँ सब भग्नावेश गरेर दिएको। अनि यसो ख्रिस्टले भन्दै हुन्थ्यो यो मन्दिरमा एउटा ढुङ्गा मान्दा अर्को ढुङ्गा हुने छैन भन्दा, कतै गयो भने यसरी पर्खालहरू हेऱ्यो भने भत्काएको ठाउँमा यति पर्खाल अनि यता सिद्धेको उता एकदम देख्छ नि, तर त्यो मन्दिरमा एउटा ढुङ्गामाथि अर्को ढुङ्गा राख्नु भएन। किनकि हेरोद राजाहरूले बनाएको एकदम अब 80-86 वर्षको भनिन्छ, त्यत्रो समय लाएर 64मा बल्ल भ्याएको थियो, 6 वर्षपछि चाहिँ त्यो नाश गरिएको। तर त्यहाँ आउने त्यो मन्दिर बनाउँदा पुरै सुनको जलपले लाएर चाहिँ त्यो बनाइएको थियो। त्यो मन्दिर भत्किएर जलाइएर सर्वनाश भए पनि मान्छेले सुन पाइन्छ कि भनेर ढुङ्गा निकाल्दै जलप निकाल्दै गर्दा त्यो प्रत्येक ढुङ्गा यसरी चाहिँ येशू ख्रिस्टले भन्नुभएको चाहिँ भविष्यवाणी चाहिँ पुरा भएको छ। हेर्नुहोस् त कसलाई निकाल भनेको थियो यिनीहरूले, येशू ख्रिस्ट आउँछ रोमीसँग गर्छ भनेको गर्दैन, बरु उसलाई झुन्डाइदिए, बरु यही बारबार ठिक छ, हाम्रो अहिले त लड्दैछ, रोमीसँगको 2-4 जनालाई त मार्दैछ भन्ने त्यही कज चाहिँ त्यो मन्दिर सर्वनाश हुनुमा चाहिँ बारबालेसँग ऊ थिएन होला, तर उसले चाहिँ अगुवाई गरेको। ऊ चाहिँ झन् त्यहाँबाट निस्केपछि उसलाई झन् ठुलो जोस आयो, किनकि रोमीको हातबाट निस्किनु गाह्रो थियो। तर निस्तारको चाडको दिनमा चाहिँ एउटा निकाल्न पाउनेमा उनीहरूले त्यही निकालिदिएको। मानिसहरू चाहिँ येशू ख्रिस्ट चाहिँ मानिसहरूको हृदयको राजा बन्न चाहनुहुन्छ, तर तिनीहरूले चाहिँ संसारको राजा नै मन पराए होइन। यही उसले भयो नि दिन्छ भने यहाँ हेऱ्यो भने कुरा छ। यो हप्तामा भएको छ नि, यो चाहिँ अब कसै परमेश्वरको वचनलाई चाहिँ यति भन्यो भने चाहिँ सेम अन मी होइन। धेरै कुरा छ, तपाईँले अहिले कसरी बुझ्नुहुन्छ, तर पढ्नुहोस्, 4वटा सुसमाचारहरूलाई लिएर आउनुहोस्। अनि चाहिँ कति कुराहरू चाहिँ परमेश्वरले तपाईँलाई पवित्र आत्माबाट सिकाउनुहुन्छ। अनि साँच्चै यो हप्ता चाहिँ एकदम महत्त्वपूर्ण हप्ता हो। त्यही भएर भन्छ प्यासन अफ विक अथवा दुःख कष्टको समय। यहाँ दुःख कष्ट मात्रै छैन, हामीलाई सिकाइएको छ होइन, हामीले फल नफलाउँदा कस्तो हुन्छ होइन, मण्डलीहरू कसरी चाहिँ श्रापित हुन्छ, पाखण्डी काम गरेर धेरै गर्दाखेरि भन्ने कुरा प्रष्ट तपाईँ जति घोरेर पढ्नुभयो यो 4वटा सुसमाचारलाई हेर्नुहोस् अनि तपाईँ बुझ्नुहुन्छ। साँच्च परमेश्वरलाई मैले आफ्नो हृदयमा राजा बनाएको छु कि मेरो शरीरमा मात्रै? अनि परमेश्वर हाम्रो हृदयको राजा बन्न चाहनुहुन्छ। अनि उहाँ हाम्रो भौतिक
शरीरलाई चाहिँ सुख शान्ति दिन होइन, तर हाम्रो यो भौतिक शरीरबाट चाहिँ बचाउनको लागि चाहिँ हाम्रो राजा बन्नुहुन्छ। अनि जसरी इजरायलीहरूले यहुदाहरूले आज चाहिँ झुटो प्रशंसा दिए, उनीहरूको हृदय मुखबाट टाढा थियो, उनीहरूले गाएका गीतहरूले सिकाएको विधि जस्तो थियो, त्यस्तो हाम्रो पनि नहोस्। अनि यसमा परमेश्वरले हाम्रो बुद्धि दिनुहोस्। हुन्छ, हामी यो समय चाहिँ यी कुराहरूलाई मनन गर्नेछौँ।